यो टपिक चाहिँ कन्जेसन कन्ट्रोल हो। यो चाहिँ कम्प्युटर नेटवर्कको ट्रान्सपोर्ट लेयरमा अकर हुने एउटा सेभियर प्रब्लम भन्दा नि भयो कन्जेसन भनेको। कन्जेसन भनेको चाहिँ हामीले के बुझ्न सकिन्छ भनेपछि यो कति बेला आउँछ भनेपछि जब चाहिँ हाम्रो नेटवर्कको क्यापेसिटी भन्दा बढी प्याकेटहरू ट्रान्समिट अथवा सेन्ड गर्न खोज्यो एउटा पर्टिकुलर नेटवर्कमा भनेपछि त्यो सिचुएसन भनेको चाहिँ कन्जेसन हो। इक्जाम्पलका लागि एउटा ब्यान्डविथ अथवा एउटा नेटवर्कमा चाहिँ हामीले यो नेटवर्कको चाहिँ लिमिट भनेको चाहिँ 5 वटा डेटा छ। यदि हामीले 6 वटा 7 वटा अथवा 5 भन्दा बेसी प्याकेटहरू सेन्ड गर्न अथवा यसको थ्रुबाट चाहिँ हामीले यो पाथवेको थ्रुबाट चाहिँ सेन्ड गर्न खोज्यौँ भने त्यो सिचुएसन भनेको चाहिँ कन्जेसन हो। अनि कन्जेसन कन्ट्रोल गर्नु चाहिँ यो सिचुएसनमा चाहिँ कन्जेसन कन्ट्रोल गर्नका लागि हामीसँग एउटा ओपन लुप र क्लोज लुप यो दुईटा मेकानिजम छ। यो दुईटा मेकानिजम एउटा इम्पोर्टेन्ट मेकानिजम हो जसले चाहिँ कन्जेसन कन्ट्रोलमा चाहिँ हेल्प गर्छ। ओपन लुप भनेको चाहिँ यसलाई चाहिँ प्रिभेन्टिभ मेथड पनि भनिन्छ। प्रिभेन्टिभ मेथड अथवा नो फिडब्याक मेथड नै भनिन्छ। यो कस्तो मेथड हो भनेपछि कन्जेसन आउनुभन्दा अगाडि नै न हामीले कन्जेसन आउनबाट बन्देज गर्नु हो। जस्तै इक्जाम्पलका लागि एउटा सर्टेन पोलिसी अथवा सर्टेन टेक्निक्सहरू इम्प्लिमेन्ट गर्ने यो टेक्निकले चाहिँ प्रिभेन्ट फ्रम कन्जेसन हुनबाट चाहिँ प्रिभेन्ट गर्छ। कति बेला बिफोर कन्जेसन ह्याप्पन हुन्छ। कन्जेसन ह्याप्पन हुनुभन्दा अगाडि नै न सर्टेन टेक्निक्सहरू युज गरेर कन्जेसनलाई प्रिभेन्ट गर्ने तरिका यो कन्सेप्ट चाहिँ ओपन लुपभित्र पर्छ। ओपन लुपभित्र पर्ने कन्सेप्ट भनेको एउटा सर्टेन टेक्निक्स अथवा पोलिसी अप्लाई गर्ने जसले चाहिँ कन्जेसनबाट प्रिभेन्ट गर्छ बिफोर इट ह्यापन्स। यो आउनुभन्दा अगाडि नै न यसले कन्जेसन हुनबाट प्रिभेन्ट गरिहाल्छ। अनि हामीसँग केही पोलिसीहरू अथवा केही टेक्निक्सहरू छन् जसले चाहिँ ओपन लुप अचिभ गर्छ। हामीसँग एउटा अर्को के छ, एउटा फर्स्ट मेजर भनेको चाहिँ हाम्रो गुड डिजाइन एन्ड प्लानिङ। हामीले गुड डिजाइन एन्ड प्लानिङ भनेको के भनेपछि स्टार्टिङमै नेटवर्क इम्प्लिमेन्ट गर्दा चाहिँ हामीले चाहिँ एकदम हाई पावरको हाई ब्यान्डविथ भएको राउटरहरू युज गर्ने। हाई पावर हाई ब्यान्डविथ राउटर युज गर्दाखेरि हाई ब्यान्डविथ भनेको त्यो नेटवर्कले कति क्षमताको डाटाहरू चाहिँ आफूको थ्रुबाट जान पास दिन सक्छ भन्ने हाई क्यापेसिटी भन्दा नि भयो ब्यान्डविथलाई होइन। हाई ब्यान्डविथ र हाई पावरको राउटर हामीले अलरेडी युज गऱ्यौँ भने हामीसँग कन्जेसन अकर्स हुने चान्स चाहिँ कमसे कम हुन्छ। त्यो यो चिज चाहिँ हामीले स्टार्टिङमै न प्लानिङ राम्ररी गरेपछि हाम्रो चाहिँ कन्जेसन अकर हुनबाट चाहिँ बच्न सक्छ। अनि अर्को हाम्रो छ रिट्रान्समिसन पोलिसी। डाटा चाहिँ रिट्रान्समिट गर्नु भनेको चाहिँ राम्रो चाहिँ होइन। यसले चाहिँ झन् कन्जेसन अकर गर्न सक्छ। तर एउटा गुड रिट्रान्समिसन पनि कुन तरिकाले रिट्रान्समिसन गर्ने भन्ने हुन्छ। एउटा गुड रिट्रान्समिसन पोलिसी हामीले पहिले इम्प्लिमेन्ट गऱ्यौँ भने चाहिँ हामी चाहिँ बच्न सक्छौँ। जस्तै इक्जाम्पलका लागि यदि हाम्रो प्याकेट लस भयो होइन, ड्युरिङ ट्रान्समिसन। अब हामीले प्याकेट लस यसमा चाहिँ ब्याड पोलिसी भनेको के हो भने चाहिँ प्याकेट लस हुने बित्तिकै हामीले रिट्रान्समिट गरिहाल्ने।
इमिडिएटली र एग्रेसिभली रिट्रान्समिट गर्दा चाहिँ हामीसँग अझै कन्जेसन आउने चान्सेस चाहिँ बेसी हुन्छ। त्यो हुँदाखेरि हामीले त कन्जेसन कन्ट्रोल गर्न खोजिरहौँ, त्यही भएर यो ब्याड पोलिसी, यस्तो पोलिसीहरू युज गर्दा चाहिँ हामीलाई झन् घाटा लाग्छ। त्यस कारणले गुड पोलिसीलाई के मान्न सकिन्छ भने चाहिँ एउटा सर्टेन टाइमर, एउटा वेट फर, एउटा स्मार्ट टाइमरका लागि वेट गर्ने, यो टाइमर एक्सपायर भएपछि चाहिँ रिट्रान्समिट गर्ने, यो भनेको चाहिँ गुड रिट्रान्समिसन पोलिसी हो। अनि अर्को चाहिँ हामीसँग विन्डो साइज छ। विन्डो साइज भनेको चाहिँ हामीले चाहिँ एउटा सर्टेन अलाउन्स गरिदिने, सर्टेन क्यापासिटी चाहिँ ल सेन्डरले चाहिँ डाटा ट्रान्समिट गर्छ भनेर एउटा सर्टेन लिमिटेड साइज चाहिँ अलाउ गरिदिने। अनि त्यो अलाउ गर्दा चाहिँ एउटै सेन्डरले एक्सेसिभ डेटाहरू चाहिँ त्यो नेटवर्कमा चाहिँ पास गर्न मिल्दैन। यो भनेको अलाउइङ लिमिटेड साइज टु सेन्डर फर सेन्डिङ डेटा सेन्डिङ प्रोसेसमा चाहिँ लिमिटेड साइज अलाउ गरिदिएपछि त्यो अलाउ गरिदिनु भनेको विन्डो साइज पोलिसी हो। यो पोलिसी यो मेथड यस्तो टेक्निक्सहरू इम्प्लिमेन्ट गर्दा पनि हामीले चाहिँ कन्जेसन आउनबाट बच्न सक्छौँ। अनि अर्को छ हामीसँग डिस्कार्डिङ पोलिसी। हामीसँग अरू पनि धेरै छ, तर हामीले मेजरली चाहिँ 4-5 वटा लेखेपछि चाहिँ हामीलाई इक्जामको लागि चाहिँ इनफ हुने हुँदा हामीले 4-5 वटा मात्रै डिस्क्राइब गरिदिन्छौँ। डिस्कार्डिङ पोलिसी भनेको जब राउटर चाहिँ, सपोज यो राउटर भयो होइन, अनि यो राउटर चाहिँ फुल भयो अरे, यो यसको पासबाट जुन प्याकेटहरू जान्छन् नि त्यो चाहिँ ल यसको क्यापासिटी फुल भयो। अब फुल भइसकेपछि त हामीले के डिसाइड गर्नु पऱ्यो भने चाहिँ अब प्याकेटहरू थ्रो अवे गर्नु पऱ्यो। कुन प्याकेटहरू थ्रो अवे गर्ने हामीलाई चाहिँ रुल चाहिन्छ हो, एउटा रुल बनाउने जसले चाहिँ डिस्कार्ड गरोस् प्याकेटलाई। अब गुड पोलिसी यसमा चाहिँ गुड भनेको के भनिन्छ भने चाहिँ डिस्कार्ड द प्याकेट, जुन प्याकेट चाहिँ त्यति इम्पोर्टेन्स छैन, जुन प्याकेटको इम्पोर्टेन्स धेरै छैन त्यो प्याकेटलाई चाहिँ डिस्कार्ड गर्नु भनेको गुड पोलिसी हो। र ब्याड पोलिसी भनेको ऱ्यान्डमली जुन पनि प्याकेटहरू थ्रो अवे गरिदिनु भनेको ब्याड पोलिसी हो। यो पोलिसी युज गरेर पनि हामीले चाहिँ कन्जेसन कन्ट्रोल चाहिँ गर्न सक्छौँ। अनि हाम्रो लास्टमा चाहिँ हामीले के भन्छौँ, एक्नोलेजमेन्ट पोलिसीमा चाहिँ हाम्रो इच प्याकेटमा एक्नोलेजमेन्ट रिसिभरले सेन्डरलाई पठाउने हुँदा ट्राफिक झन् इन्क्रिज हुने चान्स हुन्छ। हुँदा हामीसँग कन्जेसन अकर हुने सम्भावना एकदम बढी हुन्छ। त्यही भएर बरु यसको साटो चाहिँ इच सेकेन्ड प्याकेटमा चाहिँ एक्नोलेजमेन्ट पठाउनु इज गुड अप्सन। यी 5वटा चाहिँ हाम्रो मेजर ओपन लुप कन्जेसन कन्ट्रोलभित्र पर्ने पोलिसीहरू भन्न सकिन्छ। ओपन लुप भन्ने बित्तिकै हामीले के बुझ्नु पऱ्यो भनेपछि कन्जेसन अकर हुनुभन्दा अगाडि नै एउटा प्रिभेन्टिभ मेजरहरू अपनाइहाल्ने, एउटा प्रिभेन्टिभ पोलिसीहरू चाहिँ अलरेडी इम्प्लिमेन्ट गर्ने, जसले चाहिँ कन्जेसन आउँदै नहोस्। डाइरेक्ट कन्जेसन एउटा सिस्टम डिजाइन गर्ने जसमा चाहिँ कन्जेसन आउने चान्सेस चाहिँ एकदम मिनिमम होस् भनेर डिजाइन गरेको एउटा कन्जेसन कन्ट्रोल मेकानिजम हो ओपन लुप भनेको। अब हामी चाहिँ क्लोज लुप हेर्नेछौँ। क्लोज लुप भनेको चाहिँ कन्स्टेन्टली नेटवर्कलाई चेक गर्ने एन्ड रियाक्ट गर्ने, नेटवर्क चेक गर्ने र रियाक्ट गर्नु। यो भनेको मतलब कन्जेसन यो नेटवर्कमा आएको छ कि छैन भनेर कन्स्टेन्टली सर्टेन पिरियड अफ टाइममा हुन्छ कि अथवा कसरी हुन्छ त्यो चाहिँ चेक गर्नु, अनि कन्स्टेन्टली चेक गरेर अनि त्यसलाई रियाक्ट गर्नु। यो क्लोज लुपलाई चाहिँ हामीले कसरी लिन सक्छौँ भने चाहिँ यो चाहिँ हाम्रो अघि ओपन लुपको चाहिँ बिफोर पहिल्यै कन्जेसन आउनुभन्दा अगाडि नै चेक गर्ने मेकानिजम थियो भने चाहिँ क्लोज लुप भनेको चाहिँ एउटा रिकभरी अर म्यानेज, यसको प्रोपर डेफिनेसन चाहिँ टेक्निक
used to recover and manage network, while network recover or manage from network congestion after congestion occurs or about to happen. कन्जेसन आइसकेको अवस्थापछि चाहिँ हामीले टेक्निक्सहरू युज गर्छौँ जसले चाहिँ हामीले नेटवर्क कन्जेसनबाट चाहिँ बच्न सक्छौँ। त्यो प्रक्रिया भनेको चाहिँ हाम्रो चाहिँ क्लोज लुप हो। यसलाई चाहिँ इक्जाम्पलमा चाहिँ एउटा हाइवे जसरी लिउँ होइन। एउटा हाइवे भनेको चाहिँ हामीले चाहिँ यसलाई लिउँ, यसलाई के लिउँ, नलिउँ के लिउँ, यो भनेको नेटवर्क होइन। यो भनेको नेटवर्क, अनि यहाँ यसमा भएका कारहरू, ल यो भनेको कार, यो चाहिँ ट्रक भयो होइन। यो अर्को ट्रक, कार कस्तो हुन्छ हौ, त घर जस्तो हो त, ल कार। यी अनि यो ट्राफिक जाम, यी भनेका कारहरू भयो होइन। अब हामीले चाहिँ अब टेक्निकल टर्ममा चाहिँ यी भनेका प्याकेटहरू भनौँ र यो भनेको नेटवर्क होइन। अब टेक्निकल टर्ममा चाहिँ हामीले अब इक्जाम्पल हाइवे र कारको लिएर आयो होइन। अब हामीले यसरी यिनीहरूलाई म्यानेज गर्ने कि ट्राफिक रोलहरू यसरी सेट गर्ने कि यिनीहरूलाई चाहिँ उयो नहोस् के भन्छन् त्यो, यिनीहरू ट्राफिक जाममै नपरोस्। त्यो चाहिँ यो इक्जाम्पल चाहिँ हामी अर्को टिसिपी कन्जेसनमा लिन्छौँ। अहिलेलाई चाहिँ हामी नर्मल्ली कार ट्राफिक जस्तो गर्ने हाम्रो एउटा मेजर स्टेप भनेको एउटा ब्याक प्रेसर भन्छ, ब्याक प्रेसर। अनि अर्को चाहिँ हामीसँग चोक प्याकेट भन्ने छ, चोक प्याकेट। अनि इम्प्लिसिट फिडब्याक र एक्सप्लिसिट फिडब्याक भन्ने छ होइन। ब्याक प्रेसर भनेको चाहिँ के हो भनेपछि जस्तै अब राउटर बी ओभरवेल्ड भयो होइन। जस्तै ल मानौँ एउटा यो चोक भयो, एउटा यो चोक भयो होइन, यो एउटा अर्को चोक भयो होइन। अब यहाँ ट्राफिक एक्सेसिभ भयो अरे, एकदम ट्राफिक ल यहीँसम्म भयो अरे होइन। अब यहाँको ट्राफिक पुलिसले के गर्ने भयो, यहाँ कल हान्ने भयो, ल है साथी तिमी यहाँ एकदम प्याक भइसक्यो, यताबाट चाहिँ यसलाई यता नपठाऊ, अनि यता चाहिँ अलि रोक भन्छ। अनि यसले फेरि आफ्नो काम गर्छ, अनि फेरि यसले पनि यसलाई गर्छ। यो प्रोसेस चाहिँ ट्राफिक रुल्समा चाहिँ यसरी इम्प्लिमेन्ट भयो। तर यसमा चाहिँ के हुन्छ, हाम्रो नेटवर्कमा त ट्राफिक भन्दा राउटर हुन्छ। राउटर बीलाई एकदम ओभरवेल्ड भयो होइन, राउटर बी ओभरवेल्ड भयो विथ लट अफ प्याकेटले ओभरफुल भयो। अनि यसले के गर्छ भने चाहिँ टेल्स द प्रिभियस राउटर सपोज ए छ, प्रिभियस राउटर टु स्टप अर स्लो गर, बिस्तारै पठा भन्छ होइन यसले। अनि फेरि अनि राउटर यसले के गर्छ, यसलाई चाहिँ प्याकेटलाई चाहिँ बफर गर्छ र फेरि यसले सो अन प्रिभियस राउटरलाई चाहिँ भन्छ। यो भनेको चाहिँ ब्याक प्रेसर हो। अब चोक प्याकेट भनेको चाहिँ यो भनेको डाइरेक्टली स्टप गर भनेको होइन, सेन्डरलाई डाइरेक्टली स्टप गर भनेको। यो कस्तो प्रोसेस हो भने चाहिँ चोक भन्ने बित्तिकै त अब चोक गर्नु भनेको त बल्ली शब्दै अलि त्यस्तै छ भनेपछि यो भनेको डाइरेक्ट सेन्डरलाई चाहिँ भयो, यता चाहिँ अलि एकदम बेसी ट्रान्समिसन भइसक्यो, यता चाहिँ नपठाए त स्टप गर ट्रान्समिसन चाहिँ भनेर भन्नु। जस्तै यसमा के गर्छ भने चाहिँ राउटर यदि ओभरलोड भएपछि यसले चाहिँ सेन्डर यता कन्जेस्टेड भयो अरे, कन्जेस्टेड भएपछि सेन्डरलाई एउटा स्पेसल प्याकेट गर्छ। स्पेसल प्याकेटले के भने चाहिँ स्टप म चाहिँ एकदम ओभरवेल्म भइसकेँ, अब चाहिँ ट्रान्समिसन अथवा ट्रान्समिसन रेट चाहिँ रिड्युस गर भन्छ। यो चाहिँ डाइरेक्ट सेन्डरलाई पठाउँछ हो। यो भनेको चाहिँ चोक प्याकेट हो। अनि इम्प्लिसिट फिडब्याक भनेको चाहिँ सेन्डरले गेस गर्छ होइन, गेस गर्छ भने चाहिँ कन्जेसन अकर भयो कि भएन भनेर। कन्जेसन अकर भयो कि भनेर चाहिँ आफैले गेस गर्छ। गेस के को आधारमा गर्छ, एउटा सिम्टम हुन्छ, यत्तिकै गेस गर्न भएन, सिम्टम हुन्छ। के सिम्टम भनेको प्राय कन्जेसन चाहिँ हाम्रो अकर भयो भने कसरी थाहा पाउँछ हामीले, जति बेला चाहिँ ट्रान्समिसन हुन्छ, ट्रान्समिसनमा डिले हुन्छ र प्याकेट लस हुन्छ। हो, यी दुईवटा चिजलाई चाहिँ मेन कन्सर्न राखेर चाहिँ सेन्डरले चाहिँ गेस गर्छ कन्जेसन अकर भयो भनेर, त्यहाँबाट चाहिँ यिनीहरूले चाहिँ कन्ट्रोल गर्ने भयो। यो भनेको इम्प्लिसिट फिडब्याक। अब हामी चाहिँ एक्सप्लिसिट फिडब्याक हेर्ने छौँ।
अब यसमा चाहिँ एक्सप्लिसिट फिडब्याक भनेको चाहिँ डाइरेक्ट राउटरले नै सेन्डरलाई चाहिँ के भन्छ भने चाहिँ हाउ फास्ट इट क्यान सेन्ड स्टार्टिङमै भनिदिन्छ यति यसले चाहिँ कति फास्ट चाहिँ सेन्ड गर्न सक्छ भनेर, किनभने राउटरमा चाहिँ अलरेडी प्याकेटहरू आइरहेको हुन्छ। त्यो चिजलाई नजर गरेर चाहिँ एक्सप्लिसिटली सेन्डर जुन सेन्डर छ त्यसलाई चाहिँ इट क्यान सेन्ड। जस्तै यो भनेको कस्तो हुन्छ, ल बस छ होइन, ल बसमा ड्राइभरले अगाडि ओभर ट्राफिक देख्यो अरे होइन, अनि ओभर ट्राफिक देखिसकेपछि अनि यसले ड्राइभरले प्यासेन्जरलाई डाइरेक्टली एक्सप्लिसिटली भनिदिन्छु, ल तिमीहरू एक्जिट गर, अगाडि नेक्स्ट एक्जिटमै चाहिँ तिमीहरू बाहिर गइहाल, अगाडि ओभर जाम छ भन्नु नै एक्सप्लिसिट फिडब्याक हो। यसलाई चाहिँ अब टेक्निकल टर्ममा के भन्नु पऱ्यो भने चाहिँ राउटर हुन्छ, हाम्रो मेन नेटवर्कमा काम गर्ने राउटरले हो प्याकेट यिनीहरूलाई यताउता पठाउने। अनि राउटरले चाहिँ आफूमा एकदम कन्जेस्टेड भएको अवस्थामा चाहिँ एक्सप्लिसिटली सेन्डरलाई नै, ल म चाहिँ अलि हुँदैछु, त चाहिँ यति फास्ट चाहिँ तैँले चाहिँ डाटा चाहिँ पठाउन सक्छस् है भनेर चाहिँ भनिदिनु भनेको एक्सप्लिसिट फिडब्याक हो। अब हामीसँग यही कन्जेसन कन्ट्रोल ट्रान्सपोर्ट लेयरको चाहिँ वान अफ दि मेजर काम चाहिँ यो कन्जेसन कन्ट्रोल पनि यसले गर्छ। कन्जेसन कन्ट्रोलमा क्लोज लुप र ओपन लुप छ। ओपन लुप भनेको चाहिँ पहिले प्रिभेन्टिभ मेजर्सहरू अप्नाइहाल्नु बिफोर कन्जेसन ह्याप्पन। त्यसमा चाहिँ हामीसँग एक्नोलेजमेन्ट पोलिसीहरू, गुड डिजाइन, प्लानिङहरू अनि डिस्कार्डिङ पोलिसीहरू लगायत डिफ्रेन्ट पोलिसीहरू छ। अनि क्लोज लुपमा चाहिँ हामीसँग 4वटा ब्याक प्रेसर, यसको पनि यहाँभन्दा बेसी छ, तर चाहिँ यो 4वटाले चाहिँ इनफ हुन्छ। अनि जे होस् यही नै हो।